welcome or welcome back to our YouTube channel again. It's me Jana Gimire. So after a long time पछि म हजुरहरुको सामने भ्लग अथवा मुकबाङ भ्लगै भन्दा पनि हुन्छ मुकबाङ पनि नगरेको धेरै नै भएको थियो अनि भ्लग पनि नलाएको धेरै नै भएको थियो आफ्टर अ लङ टाइम पछि मैले भ्लग गरिरहेको छु त्यही पनि एक्लै मेरो दिदी चाहिँ कलेज गएको छ हैन अनि अब सायद हामीले तिहारको भ्लग देखि लाउन पाएको छैन होला भ्लगहरु किनभने तिहार सकिने बित्तिकै अब एक दिन पछि त कलेज लागिहाल्यो अनि त्यस्तै त्यस्तै भयो अब कलेज लागेपछि त एकदम व्यस्त भयो अनि भ्याइएन अनि भन्नुहुन्छ होला फेरि बिहानको एकछिनको कलेज त हुने कसरी व्यस्त भन्नुहुन्छ होला मेरो दिदीको चाहिँ दिनभरिकै कलेज छ बिहानदेखि भनौँ न बिहान 9 बजेदेखिको बेलुका 4 बजेसम्मकै कलेज छ क्या उसको चाहिँ त्यस्तो खालको कलेज छ अनि मेरो चाहिँ बिहानकै कलेज छ बिहान 6 बजेदेखिकै बेलुका दिउँसो 11 बजेसम्मकै छ तर मेरो 11 बजे घर आएर 1 घण्टा रेस्ट गरेर फेरि 1 बजे कोचिङ गइहाल्नु पर्ने हुन्छ त्यही भएर हामीले अब भ्लग ल्याउन सकिरहेको थिएन हैन अनि अब कलेजबाट आइन्छ अनि त्यतिकै रात परिहाल्छ अनि के गर्नु भ्लग भइरहेको थियो अनि आज चाहिँ मैले धेरै नै भयो नगरेको भनेर चाहिँ आज मैले लन त गर्दिम त भनेर मैले चाहिँ मुकबाङ भिडियो लिएर आएको छु एक्लै भए पनि अब के कस्तो हुन्छ मैले सेटअप गरेको पनि खासै भएको छ म यहाँ अब फेरि कोचिङ जान आँटेको कि म कोचिङ जानको लागि रेडी भएको एक्कासी कन्टेन्ट आयो क्या मलाई गरिदिन्छु मुकबाङ कति भइसक्यो भ्लग नगरेको पनि अनि मुकबाङ गरिदिन्छु भनेर ठ्याक्कै दिमागमा आयो अनि मैले ठ्याक्कै मुकबाङ गर्न आँटेको किचनमा बसेर हतार हतार अब कोचिङ जाने टाइम हुन आँटिसक्यो अनि अब जस्तोसुकै हुन्छ है भनेर हतार हतार मैले पकाएँ पनि साथीहरू मैले चाहिँ खासमा अब बिरयानी बनाऊँ भनेर सोचिरहेको थिएँ कि हेर न झिङ्गा आएको बिरयानी बनाऊँ भनेर सोचिरहेको थिएँ कि तर फेरि अब मलाई आउँदैन पकाउन अनि भए कस्तो हुन्छ कि भनेर डर लाग्यो अनि त्यतिकै मैले हतार हतार छिटो मिठो भने कि करेन्ट छ अनि करेन्ट अनि मसँग चाहिँ रहेछ करेन्ट अनि यहाँ अन्डा राखेको छ अनि यहाँ राखेको छ यो चाहिँ भनौँ न ढुङ्ग्री अनि चाउचाउहरू मिसाएर बनाएको सिम्पल घरमै बनाएको चटपटी नै भनौँ न बेला पनि थियो अनि यहाँ राखेको छ चिप्स मैले ठक्कसँगले सानो सर्ट भिडियो बनाइहाल्छु म भनेर चाहिँ ठक्क दिमागमा आइहाल्यो अनि त्यही भएर मैले बनाउन आँटेको सो अब म खान्छु है त कस्तो मलाई खान मन लागिसक्यो होइन अब कोचिङ जानु पनि हुन्छ मलाई छिटो छिटो गर्नुपर्ने छ कोचिङ जानुपर्ने छ सो करेन्ट रहेको छ यहाँ चाहिँ अब म चाहिँ खान्छु के कस्तो हुन्छ मलाई त्यो चाँडो आउँदैन पनि सेटअप गर्न पनि म त कस्तो के भएको छ कि भने जस्तो हतार हतार म त भित्र गएर सेटअप पनि गरेर किचनमा हतार हतार खान्छु अनि एक त ढिलो पनि भइरहेछ त्यही भएर सेटअप पनि गर्न जान्दिनँ कस्तो अत्ताले जस्तो भइरहेछ सो अब के कस्तो हुन्छ राम्रो मानेर हेरिदिनु होला खाएन साथीहरू वाउ यति धेरै क्रेमिङ भएको त मलाई साथीहरू अब हामीले गाइस कन्टेन्ट नभएर क्या भ्लगहरू ल्याउन पाइरहेको छैन अब के अब अहिले टाइम छैन टाइम भएको भए त कन्टेन्ट एउटा न दुईवटा चाहिँ पनि निकालिन्थ्यो होला अहिले पनि म त यो बनाइसकेँ फेरि ला भ्लगै नगरेर खान्छु है ढिलो भइसक्यो भनेर चाहिँ भएको र पनि होइन यस्तो सर्त बनाइरहेको छु कति भइसक्यो भ्लग नबनाएको भनेर बनाएको साथीहरू रफ्तार रफ्तार छ जिन्दगी त्यही भएर अब सटरडे चाहिँ के अब टाइम अब सटरडे पनि एक दिन हुन्छ टाइम लुगासुगा धोए बितिहाल्छ र पनि अब लेट्सी भयो भने म सटरडे म अब केही कन्टेन्ट लिएर भ्लग ल्याउने ट्राई गर्छु अनि हाम्रो युट्युब च्यानलमा सब्सक्राइब गर्नुभएको छ भने गरिदिनु होला लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गरिदिनु होला अब हामीमा भएको कमी कमजोरी सजेस्ट गरिदिनु होला साथीहरू अब यस्तै छ अब आउँदैन म त जस्तो आउँछ त्यस्तै बनाइरहेको छु भ्लग पनि के बोलिरहेको छु त्यो पनि थाहा छ कस्तो डर लाग्यो जस्तो अक्वर्ड फिल भयो जस्तो भइरहेको छ क्या एक्लै बनाउँदा चाहिँ त्यही भएर हो अब चाहिँ म खान्छु र नबोली मेरो सबसे भन्दा फेभरेट नुडल्स भनेकै करेन्ट हो साथीहरू कस्तो मिठो लाग्छ त्यो अहिले आएको रहेछ न्यू डेभिल कि डेभिल भन्ने एउटा त्यही करेन्ट जस्तो नुडल्स नै त्यो मैले आज मैले त्यही खान्छु भनेर म त किन आँटेको थिएँ अनि साथीहरूले भन्यो ए नमिठो हुन्छ भ्लग गरेस् भने तेरो त्यो खाँदिनस् भने त भ्लगै बिग्रिन्छ नगरै त डेभिल त मिठो हुँदैन भन्यो अब म कुनै दिन विदाउट भ्लग टेस्ट गर्नेछु किनभने भ्लग गरेस् भने तेरो त खत्तम हुन्छ मिठो लाग्दैन टेस्ट पनि मिठो हुँदैन भने साथीहरूले त्यो चाहिँ अब म त्यही डेभिलको मुकबाङ पनि लिएर आउन सक्छु अर्कोचोटि कस्तो हुन्छ मेरो फर्स्ट ट्राई हो कस्तो हुन्छ म त्यो मुकबाङ पनि लिएर आउन सक्छु है त म अब यत्रो खाइसक्दिनँ करेन्ट नखाएको पनि एक हप्ता जति भइसकेको थियो मैले कलेज जाँदा
बिहान कलेजमा त्यही थुक्पा चाउमिन मोमोहरू खाजा आयो अनि दिउँसो घर आयो खाना खायो अनि कोचिङ गयो कोचिङ गएर चटपटे खाली खाजा चटपटे भएको थियो धेरै नभएको करेन्ट खाएको त्यही भएर पनि खाना पनि मन लाग्यो अनि यसो भ्लग पनि गरौँ न त भनेर गरेको यो अन्डामा चाहिँ नि साथीहरू मैले हेर्नु टुक्रा टुक्रा भन्छ मलाई फर्काउनु त पकाएपछि नि त्यो फर्काउन आउँदैन फर्काउनु भएको टुक्रा टुक्रा भयो अब त्यो चाहिँ यस्तै छ साथीहरू मलाई अलिक बनाउन आउँदैन भनौँ न यो चाहिँ चाउचाउ चिप्सहरू लाएर बनाएको क्या मैले चटपटे कस्तो मिठो छ अहिले मैले चाहेको थिएँ नुन लाग्यो हुँदा चिप्स म त्यहाँ करेन्टकै सेटले भनेर करेन्ट चिप्स खोजेको थिएँ साथीहरू तर पाइनँ क्या मैले अलिक परको दोकानमा गयो भए पाइन्थ्यो होला अब हतार हतारमा गएँ नजिकको दोकान गएँ पाइनँ त्यही भएर मैले यही चिप्स एड गरेँ यो चाहिँ अर्कै खालको चिप्स छ करेन्टको चाहिँ होइन मजा आउँदो रहेछ साथीहरू त्यो ब्याकग्राउन्डमा आएको आवाजहरूलाई चाहिँ मेरो इग्नोर गरिदिनु होला साथीहरू यस्तै नै छ गाउँघरमा के को आवाज आउँछ के को आवाज आउँछ आइम जस्ट इग्नोर यो अगाडि यस्तो भयो त म त हे एक्लै खाना मन लाग्दैन क्या त्यो साह्रो अनि मामुलाई मामु आउनु न मसँग गरौँ भ्लग भनेको मान्नु भएन क्या मामुले चाहिँ अनि एक्लै गऱ्यो धेरैजना खान्छु र पनि अलिक धेरैजनासँग बसेर खानुको मजै छुट्टै हुन्छ नि त होइन साथी न सँगी एक्लै रङ्गी चङ्गी त्यस्तो भएर मिठो मिठो भएछ हौ सबै थोक फेरि पकाउन जान्दिनँ अरू त पकाएर खाऊँ भने यही नुडल्स छिटो मिठो लाग्यो यही पकाएँ साथीहरू मलाई त लु यो अन्डामा चाहिँ नि मैले खोर्सानी लाइन किनभने करेन्टमै अलरेडी पिरो हुन्छ भन्दा ब्याकग्राउन्डको इग्नोर साउन्डलाई चाहिँ इग्नोर गरिदिनु होला सरी फर द्याट मेरो तर्फबाट पनि आइहाल्छ त केबाट मुख टालिदिनु भयो तिनीहरूको कि भए भिडियोमा सुनेको छैन कि कुखुरा क्या कर रहेछ अरू त होइन कुखुरै कर रहेछ हाम्रो घरमा कुखुरै रहेछ मजा आयो साथीहरू खाना चले पनि मजा आइहाल्छ नि होइन अनि मेरो बहिनी पनि स्कुल गएको छ एकै छु अब म पनि कोचिङ जान्छु अनि कोही हुनुहुन्न यता मन छ के खानु भइसक्यो एक त ढिलो हुन्छ कि मलाई हतारिरहेको त्यो बेला पुरा मलाई पनि घरबाट बिजनेसम्यानको फिलिङ छ क्या बिहान पनि कोचिङ कलेज गयो आयो अनि दिउँसो एकछिन बस्यो घरमा भात खायो अनि यता गयो एकछिन सुत्यो उठो कोचिङ गइहाल्यो अनि बेलुका 6 बजीतिर आउँछु कोचिङबाट म त आयो भात खायो यसो होमवर्कसम्म गर्नु छ नोट्सहरू गर्नु छ भने गर पढ सुत्यो टाइमै छैन क्या रातिहरू त्यही भएर पनि भ्लग नाम राख्छ नि दिदीको पनि त्यस्तै औषध अब दिनभरि कलेज नै भइहाल्यो म यो अन्डामा ऱ्याप गरेर खानु पर्यो यत्रो छिर राखेँ मुखमा
Oh my god. अब त निल्ने गाह्रो भयो यत्रो गाँस चिराएर मलाई चाहिँ बिग बाइट खानु मन लाग्यो अनि ऱ्याप गरेर खानु भएको मऱ्यो झन्डै कति अड्क्यो अम्मा साथीहरू यहाँ कुकुरको पनि आवाज आयो होला होइन त्यो पल्लो घरको कुकुर त कि यति भुक्छ राति पनि रातभरि डिस्टर्ब गर्छ अहिले पनि भुकेर सुनिरहेको चाहिँ फोनमा चाहिँ सुनेको छैन कि कति कराउँछ त्यो पल्लो घरको कुकुर त मलाई त साह्रै रिस उठ्छ राति पनि त्यस्तै कराउँछ साथीहरू निन्द्रा डिस्टर्ब प्लस दिनभर पनि त कराएको त्यसको मुख चाहिँ बन्दिने बेला भएको छ साथीहरू यस्तै नै छ क्या हाम्रो गाउँघर जस्ट इग्नोर माई ब्याकग्राउन्ड सरी खोइ अगाडि ट्याक्कै भइसक्यो अब खाने चाहिँ एकछिन आनन्दले बस्नु पायो हुन्थ्यो अब उठेर गइहाल्नु पर्छ कलेज के गर्नु वाक्क लाग्दो संसार दिक्क लाग्दो दिन यस्तै खायो गीतसँग मेरो म्याचिङ छ अनि हजुरहरूकोतिर कतिको जाडो बढ्यो जाडो लाग्यो हाम्रोतिर चाहिँ अहिले जाडो एकदम बढिरहेको छ बढ्ने क्रम जारी नै छ अझै पनि दिउँसो पनि भनौँ न जाडो हुन्छ क्या बिहान मात्र होइन दिउँसो पनि जाडो हुन्छ जस्तो हुस्से चाहिँ लाग्दैन दिउँसो चाहिँ बिहान लाग्छ हुस्से तर पनि दिउँसो चाहिँ हल्का घाम लाग्यो पनि जाडो चाहिँ भइरहेको छ हजुरहरूकोतिर कतिको जाडो हुन्छ भनिदिनु होला म चाहिँ एक्लै के बोलिरहेको छु गाइस मेरो त्यस्तै भएर चाहिँ हतारेलो होला के भएर कि एक्लै भएर पनि अकर्ड भएर पनि होला दिमागै खलबलिसक्यो मेरो केही गल्ती भएमा बोल्नमा कमी कमजोरी भएमा सो त्यसको लागि चाहिँ म क्षमा प्रार्थी छु सरी फर द्याट अब कुनै कुरा पनि त अब मैले राम्रै बोल्दा पनि कतिलाई नपच्न सक्छ होइन म आफै मिस्टेकले बोल्न केही पनि सक्छु सो त्यही भएर पिरो भयो यो चाहिँ पिरो छैन यो त झन् अभियसली पिरो टोक्री पिरो चाउचाउ हेरेर नै लाएर बनाएको मैले यो त त्यसै पिरो छ अन्डामा चाहिँ मैले खोर्सानी लाइन है चाउचाउ करेन्ट त त्यसै पिरो नै छ मैले त खास त्यो डेभिल अहिले आएको छ नि त न्यु नुडल्स अनि त्यो टेस्ट गर्न खोजेको साथीहरूले भ्लग गर्छु भन्दा नगर त खत्तम हुन्छ मिठो हुँदैन बरु कुनै बेला टेस्ट गर्न भने चाहिँ लेट्स सी अब कहिले टेस्ट गर्छु म त नमिठो छ भने चाहिँ फेरि खाना बनाउँदैन साथीहरू पैसै म त नाच्नु जस्तो लाग्छ लोभ लाग्छ त्यही भएर हो मलाई चाहिँ फेरि त्यतिकै मनी इन्भेस्ट गर्न मन लाग्दैन क्या त्यो मनी अब हुन्छ नि त अब खर्च गरिसक्दा पनि कुनै ठाउँमा उपयोग होस् न होइन राम्रो होस् जस्तो लाग्छ त्यतिकै फोकटे खर्च चाहिँ होस् जस्तो लाग्दैन क्या मलाई लोभ लाग्छ भनौँ न त्यही हो मरे बिग ब्याट्री नहालौँ ल कस्तो अड्किन्छ अरे फेरि एक्लाङ हुन्छ खाएला साथीहरू ला यस्तो छ साथीहरू मेरो दिमाग यस्तो छ म त के गर्नु र के भयो भने नि साथीहरू म चाहिँ अहिले डाइटमा छु नि त डाइटमा छु भन्दा नि यत्रो खाइरहेको छु होइन आज म धेरै पछि खाएको मैले नुडल्सहरू खान पनि पिरो अमिलो म यति पिरो खान्थेँ आफै जानी पनि मैले अलिक कम गरिरहेको छु नुडल्सहरू पनि खान मैले अलिक कम गरिरहेको छु जङ्क फुडहरू खान चाहिँ अलिक कम गरिरहेको छु पहिलेको जतिको खाना बोल्दा यति खान्थेँ
साध्य छैन, अलिक कम गरेको छु। अनि म अहिले डाइट गरिरहेको छु क्या फिगर मेन्टेनको लागि। त्यस्तो मोटी पनि छैन र पनि मलाई हल्का पेट चाहिँ घटेर मलाई लागेको। मेरो यस्तो हातहरू हेर्नु न, सानो सानो चाहिँ हातहरूमा चाहिँ लाग्दैन, पेटमा मात्रै लाग्छ क्या मासु। अनि पेट घटाउनको लागि मैले जहिले पनि म अमिलो पानी खान्छु क्या। मैले त्यो अमिलो बिहान मतलब हुन्छ नि खाली पेटमा केही नखाएँ नत्र केही नखाएँ भने पनि अब खाली पेट भएको बेलामा म अमिलो पानी खान्छु कि अहिले खाम भने चाहिँ बिर्सेछु खाने। बिहान 6 बजी उठेर त अमिलो पानी त खाने कुरा हुँदैन। हतार त कोचिङ कलेज जान्छु अनि कलेजमा चाहिँ गएर खाजा खान्छु। अनि आएर चाहिँ अब खाजा खाएको अब आइन्जेलसम्म त अलिक भुँडी खाली हुन्छ नि। अनि आएर अमिलो पानी खाने बानी खानै बिर्सेछु हेर्नु त साथीहरू। आज फेरि 1 पिस मासु लागिहाल्छ कि बा। मैले नि साथीहरू हजुरहरूलाई भन्दा अब कतिले पत्याउनुहुन्छ पत्याउनुहुन्न कि त्यसै गरेर मैले यो जेठदेखि कि असारदेखि होला त्यसो गर्न थालेको। मैले 6 केजी वेट लस गरिसकेँ। हजुरहरू पनि आफ्नो पेट घटाउनु। म अलिक यति स्लिम भएको छ कि मेरो पेट साथीहरू, अब उठेर त नदेखा मलाई यहीँबाट देखेको छ कि यति स्लिम भएको छ कि साथीहरू, साँच्ची होला। मैले यति धेरै वेट लस गरिसकेको छु, 6 केजी गरिसकेको छु त्यो अमिलो पानी खाएर क्या। अमिलो पानी खाएपछि चाहिँ भनौँ न अमिलो पानी खाएर पनि म भात थोरै पनि खान्छु। तर कतिले चाहिँ भन्नुहुन्छ अमिलो पानी खाइसकेपछि भात जति खाए पनि मोटाइदिन भन्नुहुन्छ। तर पनि मलाई भात डर लाग्छ, भात मात्रै पेट लागिहाल्छ कि भने जस्तो हुन्छ नि। त्यही भएर अमिलो पानी नखाइ भए पनि म चाहिँ खाएर पनि भात थोर खान्छु क्या। त्यही भएर हो अब आज चाहिँ मैले खाइदिएँ, धेरै नै यत्रो नुडल्स खाएँ। खाना साथीहरू अब त उठ्दै भइहाल्यो। जबरजस्ती नगर्नु न, जबरजस्ती अहिले भिडियो बाद छोटो हुन्छ कि के हुन्छ भने जबरजस्ती हाल्छु। म खान सक्दिनँ, अब भयो छोटो भए पनि होस्। अब चाहिँ म कोचिङ पनि जानुपर्ने हुन्छ। अनि भिडियो पनि एन्ड गर्छु यहीँ। सो अब यतिखेरसम्म हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद। अब योभन्दा अगाडिको भ्लग हेर्नु भएको छैन भने गएर हेरिदिनु होला। अनि लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गरिदिनु होला। अनि मैले चाहिँ आज एक्लै के बनाएँ, भिडियो कस्तो बनाएँ, के बोलेँ, अब नराम्रो बोलेँ भने त्यसको लागि अघि पनि भनिसकेँ मैले। ल स्टिल अहिले पनि भन्छु, त्यसको लागि सरी फर द्याट। अनि त्यही नै अब म यति भन्दा आजको भिडियो चाहिँ म यहाँ इन्ड गर्न चाहन्छु। डु नट फर्गेट जेता आउँछ मलाई इलिक्कै भइदियो क्या यतिखेर। त्यसको लागि चाहिँ अब केही गल्तीहरू बोल्यो भने त्यसको लागि चाहिँ सरी फर द्याट। सो यतिखेर हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद। डु नट फर्गेट लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब। बाई बाई एभ्रिवान, लभ यु अल।